दाइको यो 16 प्रो म्याक्स होइन त दाइको 15 प्रो म्याक्स यो तिनटै चेन्ज गर्नु पर्यो यो दुईटालाई फोन दुईटा सामान तिनटा भनेको यो टेम्पर ग्लास पनि झिक्न पर्यो लेन्स पनि झिक्न पर्यो होइन एकछिनको लागि चाहिँ मैले यो जेसिपालको ग्लास यो एनएङको साफायर लेन्स अनि यो मजाको टोरासको Q3 कभर हाल्ने भयो तपाईँहरू चाहिँ साथी कि ए साला भेना पो भेना त पक्कै तपाईँ नै होला होइन त्यसमा डाउटै भएन अनि साला भेना पो आउनुभएछ त लेन्स पनि साफायरमा हाल्ने भन्नुभयो साफायरमा यसलाई चाहिँ हतपत्त स्क्र्याच पनि लागेन बलियो पनि भयो क्वालिटी त घटाउने कुरै भएन है त टिक्क डायमन्ड जस्तै टिलिक्क टल्किन्छ ठ्याक्क लाएर यो टोरासको Q3 भन्नु बित्तिकै चाहिँ यति चलेको केस हो कि यो वर्ल्डमै यो हाम्रो गाडीहरूमा एयरब्याग आउँछ यो केस चाहिँ दुनियाँकै पहिलो यस्तो केस हो कि जुनमा चाहिँ एयरब्याग टेक्नोलोजी युज भएको चाहिँ तपाईँको लिचिक छ तल माथि पनि तल पनि फुल्ने हो कि कस्तो फुल्न त फुल्दैन यहीँ अलरेडी फुलेर बसिहाल्छ छ त्यही लिचिक हुने क्या बााउन्स हुने अनि यसमा चाहिँ तपाईँको यो किक स्ट्यान्ड पनि छ ठ्याक्क घुमाएर तल माथि जता राख्दा नि भयो ग्रिप होल्डर पनि भयो दाइको दामी भइहाल्यो नि यो यसलाई गरौँ है त